रस्ते वो बेगाने झूठे वो Porque se tu pensa assim, tu sabe que eu não vou te amar. कसम बबल ओ सेट अर्को कुरा बिर्स्यो नि अनि तिम्रो लागि अनि छोराछोरीको लागि यहाँ आएछ त के हो यस्तो है छोराछोरीको लागि बाँकी नै छ बाँकी नै छ तेरे साथी छ तर एक्लै हिँड्ने मेरो भन्ने छ गिरे मम्बाजी पछिदेखि बडा आन्टी छ समस्यादेखि म भाग्दिन दुश्मनदेखि म आत्तिन गल्तीहरूबाट गल्ती पर्छु तर कसैको पाउ साटिन्न अति राज्य कुना के हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु तपाईँहरूलाई न्यू डे न्यू ब्लग वेलकम अनि वेलकम भन्न चाहन्छु सो मेरो साथमा हुनुहुन्छ मेरो साथी हेलो साथी वेलकम टु माई ब्लग राइट सबलाई मायासँग ग्याङहरूलाई होइन साथीको ग्याङहरूलाई भिजिट हान्न परिरहेको छ त्यही हो सो अब यो ब्लग गर्दा दोस्रो ब्लग हुन्छ हाम्रो दुबईमा त्यही हो सो अनि माया सपोर्ट गरिदिनु होला के छ केटा हो अनि सन्चै हुनुहुन्छ होला नि सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु सो सबलाई माया छ ल त्यही हो अब परदेशी भयो अब नेपालमा भएको भयो अब रमाइलो हुन्थ्यो यताउता जान मिल्थ्यो होइन यहाँ आऊ त्यहाँ आऊ भड्का सोड्का के हुन्थ्यो होइन तर त्यस्तो छैन यहाँ अब अर्कै ठाउँमा आएपछि यस्तै हुन्छ त्यही सोध्नुपर्छ कहाँबाट यहाँबाट जाने ल एन्ड सो यस्तै छ अब केटाहरू अब त्यस्तो माइन्ड नगर्नु होला अब हामी बिर्से छैन यार केटाहरूलाई के गर्नु होइन छैन बिर्स्या छैन है बिर्स्या छैन नयाँ चस्मा नि त भर्खर लिएको खासै त्यस्तो राम्रो त छैन मेरो खासै राम्रो छैन होइन जम्प गाडी कसै राम्रो छैन अब त्यस्तो बनाउनु पर्ने के अरे अब त्यस्तो गरेर बनाउनु पर्ने ल यार अनुहार त खासै राम्रो छैन जुन लगायो नि टिलिक्क टल्किन्छ सो अब हामी चाहिँ अब रोड क्रस गर्ने हुनेछ सो बिस्तारै अब छिरेको है केटाहरू ठिक बच सो हामी काम गर्ने यस्तै हो तपाईँहरूले देख्न सक्नुहुन्छ होइन गाइस यही हो मा कसम दिन रात नभनिकन मासले खट्याहा काम गरेर अब चाहिँ हामी कुद्ने हुनेछ यो दुईजना टक्क लगाएर होइन सो सबलाई माया छ अनि त्यही हो अब मेरो साथी हुनुहुन्छ ऊ त्यहाँ काममा रहेछ बिजी रहेछ बिचरा काम छ नि यार गाह्रो छ यस्तै हो हामी काम गर्दै भोलि हुन्छ कहिले के हुन्छ यहाँ बल्ल छुट्टी मिलेको छ त्यही हो सो खुसी लागिरहेको छ त्यही हो मिठो चट्ट सो साथीलाई दुइटा टोलिरहेको छ ल हाइट बस्ने ठाउँ यत्तिको चाहिँ हुनुपर्छ क्या टक्क लगाएर होइन रात पऱ्यो यार चमक्क यार आजको भिडियोमा कस्तो आउने हो क्वालिटी यार गाह्रो छ यार कहाँको हेर्छौँ वो साथी यार यहाँ लास्टै बिजोग तनाव लागिरहेछ अनि वेलकम माई भ्लग के छ ठिक छ साथी मर्ने भइरहेको खै कतिको टोली गएको छ आज यत्रो ल साथी यार चुस ल्याएको छ चुस छ यार अनि अघि नै स्किम गर्ने मान्छे यो यसमा अड्याउ न
त्यही हो अस्तिकै ठाउँबाट भिडियो सिडियो बनाउँदैछु हामी सो के हो यो स्कुल यो होइन स्कुल होइन सो तपाईँहरूलाई माया छ अनि कहाँ हो सन्चै हुनुहुन्छ नि सबलाई माया छ यता टाढैबाट भयो नि माया छ है सबलाई त्यही हो अब यस्तो नसोच्नु होला अब विदेश गएर मज छ रमाइलो छ बाहिर हिँडेसम्म अलिकति रमाइलो त्यही हो अब जे होस् नेपालमा जस्तो चाहिँ छैन कि अब दुःख छ यार अब कहिले कता कहिले के हुन्छ अब त्यसमा पनि अब धेरै फरक छ नि यार अब एक दिनको रमाइलो हाम्रो अरू बेला ड्युटीमा जान लागेको हो हामीलाई नै थाहा छैन अब हिँड्न त हिँड्यो अब दुईजना अब लुकुर अब त्यही हो स्वर्ग हेर्न जाने भने केटा हो स्वर्गै देखाएको छैन क्या स्वर्ग हेर्न जाने ल आज चाहिँ स्वर्ग हेर्नु भनेको आएको स्वर्ग चाहिँ कता छ खै अब अहिले यहीँ रात पर्ला जस्तो भइरहेछ हिँड्दा ढिलो हिँड्या हो कि छिटो हिँड्या हो फोटो दुखिसक्यो हामी हिँडिरहेको छु हामी हिँड्दैछु हिँड्दैछु ल हेरिरहनु हामी हिँडेको ल केटा हो हिँडेको ल नरिसके अब के गर्नु त्यहाँ अब यस्तै हो राम्ररी काम गर्दा के त्यहाँ त्यही हो पऱ्यो नि त भाइहरू कहिले काहीँ यसो एनर्जी दिनु पऱ्यो नि केटा हो एनर्जी ल परेन हात गले हेर्ने कसै केटाहरू ट्री यो पनि स्कुलै है स्कुलै हो कम त लामो रहेछ फेरि स्कुल कसम यो चस्माले त पुरै रातै परे जस्तो लागिरहेको थियो मेरो आँखा अलिकति कमजोर छ त्यो भएर है त्यो पावरवाला चस्मा लगाइदिएछु कस्तो दामी छ कोही बल हान्न मिल्दैन बसेर एकजना यसरी उडेर चलाउने पनि हुँदो रहेछ भयो त्यो खालको पनि हुँदो रहेछ यार ठिस हान्नु न ठिस ल ठिस हानेर हिँड्यो सो माया छ सबजनालाई होइन अब हामी चाहिँ अब चिसो ठाउँमा अनि यसो ठाउँमा आइसक्यो सो तपाईँहरूलाई देखाउन चाहन्थ्यो अब रातै परिसक्यो यार Mobile off Banjo. होइन त सो हामी चाहिँ सो निस्किसक्यो फेरि नाइटमा के नाइटमा टक्क कस्तो भइरहेछ बवाल एकदम यस्तो जाडो भइरहेछ कि होइन हामीले त तपाईँहरूलाई देखाउने छौँ अब चाहिँ स्वर्ग हेरिदिनु होला लास्टसम्म माया आउने सपोर्ट गरिदिनु होला त्यसमा म धेरै खुसी हुनेछु होइन नयाँ नयाँ भ्यूहरू देखाउने छ अहिले साथी अब गाह्रो छ यार विदेशको जिन्दगी यस्तै छ यार अब घुम्न जाँदाखेरि अब दिउँसो गयो भने गर्मीले च्याप्ने बेलुका गयो भने चिसोले च्याप्ने त्यही भएर बाक्लो लगाएको हो यार केपीमा कहाँ गयो के छ्या हाम्रो नेपालमा यस्तो बनाउनु पऱ्यो कि केपीमा यस्तो गोलो खालको है गोलो खालको बनाउनु पऱ्यो कि कहाँ यार त्यो गोलो खालको नबनाइकन कहाँ भाग्नु भयो यार त्यसरी नभाग्नु न यहाँ अनि यहाँ चाहिँ सब हिपहप एन्ड ब्रान्ड काभ्रेली कस्तो खालको चाहिन्छ त्यस्तै टाइपको मात्र चाहिन्छ ए विदेशमा फेरि इङ्ग्लिस र यस्तो अक्षर मात्रै हो अब नेपाली अक्षर त पाउन गाह्रो छ त्यही हो ओइ लाइटै छैन धेरै अहिले धेरै लाइट यस्तो बन्द हुन्छ कस्तो हो चाकमा हान्छ के भन्नु भयो फेरि नेक्स्ट ह्याप्पी मार्केट त्यही हो सो तपाईँहरूलाई अनि माया छ मनबाट नै होइन सो माया नै सपोर्ट गरिदिनु होला त्यसमा खुसी छु त्यही हो बिचारो सुतिसक्यो चेक
Yeah. Everybody, let's go. या Go number दुबईबाट है दुबईबाट हामी सिन खाने हो दुबईमा जो बढी बोल्छ अब त्यसको दिन जाने बुक या केडा हो सक्छ त अब ट्रान सो हामी चाहिँ सहारा मलमा आइसक्यो मेरो साथी बवाल भइरहेछ होइन सो नेक्स्ट सेस्टो सब हेऱ्यो कस्तो लाग्यो तपाईँहरूले हेर्नु भयो होला अलि राम्रो देखाएन कि मैले त्यही हो देख्न सक्नुहुन्छ त्यही हो अनि त्यहाँदेखि म भित्र देखाएर भित्र गएर देखाउने छु है त यस्तो ठाउँमा छु मैले ल आइसक्यो है हामी चाहिँ सो लास्टमा हेरिदिनु होला अनि राम्रो राम्रो ठाउँ देखाउने छु है त जाँदैछ हामी हाम्रो साथी चाहिँ दामी रेस्टुरेन्टमा लिएर जाऊ भनेको मलाई अब त्यही म पनि त्यही कोसिस गरिरहेको छु कस्तो ठाउँमा पुग्छ हेरिदिनु होला है अब पुग्न त लाग्यो फेरि मान्छेहरू पुरा भिआइपी मात्रै छ यो केपी बा हामीलाई नि यस्तो भूत हेर्नु म भूत देखाउँछु है भूत देखाउँछु तपाईँहरूलाई ल साथी दामी छ होइन तर साउन्ड चाहिँ बवाल छ कि जाउँ न के छ त यार एकचोटि हेरौँ न है बुढाहरू खेलेको यहाँ माथि चढ्ने मलाई भन्यो होला भनेको त ओइ टिकट काउन्टर टिकट जाने हो उफ्रिने हो छिर्या कि अरे यार Eu só não faço टाउको पनि झर्दैछ टाउको बवाल हुँदो रहेछ है हो साथी म स्वर्ग देखाउँछु ल होइन अगाडि हेर स्वर्ग एकदम बबाल ब्युटिफुल एन्ड राम्रो कस्तो त्यही पनि तल सुटिङ चलिरहेछ है साथी ऊ त्यहाँ भूत बुद्ध म देखाउँछु क्या लान्छु क्या म बुधबार ठाउँमा अब अर्को है यस्तो भवाल छ कि कसम मलाई यो यहीसँग बे गरौँ जस्तो मन लाग्छ कि कुनसँग यही ठाडो सेपको मान्छेसँग रहेछ यार $75 रहेछ
75% हो कि 75 हो 75 दिरहम रहेछ लगाउने चेक गर्नु मिल्यो चेक गर्नु मिल्छ मिल्छ नि ल ओए मैं कसम क्रक्स देखिरहेको छु यार टोपी ओए कसम बबल बबल ओए लिने हो क्या यार दामी देखिरहेको छु कि ऐना छैन ऐना देखिरहेको छु बबल यार कसम यार यो यस्तो चोकर हो अनि यो के यो केटीको लागि अब केही गिफ्ट दिन मन थियो होइन तर हुनेवालालाई केही छैन के गर्नु यहाँ त बोल्छी रहेछ यार के भन्दो रहेछ अर्कै खालको बोल्छी रहेछ यस्तो यस्तो चिजहरू किनिन्थ्यो मैले केटी भएको है गाह्रो छ है ए भगवान् केपीमा हाम्रो नि देशमा यस्तै हाम्रो राम्रो ठाउँ बनाउनु पर्यो भनेको भागेर ओइ के हेरेको ओ के रहेछ ओइ ओ सेट अर्को कुरा बिर्स्यो नि अनि तिम्रो लागि अनि छोराछोरीको लागि यहाँ रहेछ त यो के हो यस्तो है छोराछोरीको लागि बनाउन बाँकी नै छ बाँकी नै छ ल ल ठिक छ यतिकै हुनुपर्छ है यहाँ सिरानी छ बुधहरू पनि रहेछ स्पाइडरम्यान फुलै फुलको बगैँचा माया शरम लाग्छ आज भोलि उमा हो दामी छ दामी छ हेर नि अब भित्र वाइट स्पोन है प्राइस पनि हेर एक्कासी बबल लाग्यो तर प्राइस चाहिँ अलि टक्क मलाई ठिक हुने खालको रहेछ क्या फेरि लो बोकिहालौँ ल बोकिहाल्ने अब बोक्ने ल एकछिन ल्याइराख न त्यहाँ अझ सामानहरू धेरै किन्नु छ कि हाल्छ तर यार बास्केट फाइनली अब होइन भुटको बङ्गलामा आइपुगिसक्यो देखो देखाउँदैछु अब अभी देखो नदेखाउँ यार कसम नदेखाउँ यार मान खै त खै त अस्तिको इयरमा पुरै यहाँको खै त यहाँको हटाएछ यार यहाँबाट रातो बल्छ नि सो अब चाहिँ निस्किनु पर्ने हुनेछ कति बज्यो ट्याक्कै 10 बजेछ सो अब चाहिँ जाने हुनेछ नेपालको 10 भनेपछि यहाँको 10 भनेपछि 10, 11, 12 बजेछ नेपालमा रातिको अब हामी जाने हुनेछ सिधै रुमतिर है त कहाँ लाउने रहेछ यार सो हामी चाहिँ तल आइपुगिसक्यो खतरा खतरा बस्न आउँछ यार खतरा बस्न आउँछ त यार बेल्ट भनेको यो चाहिन्छ क्या यो एलपीको है कति हो छोरा हो क्या दामी आइरहेको छ
मेरो चस्मा फुट्यो सो फाइनली हामी चाहिँ त्यो मलाई मायाले तोडिदियो कसम लास्ट रिस उठ्यो तोडिदियो त्यही अब चाहिँ हामी बाहिर निस्किसक्यो अब हामी सेकेन्ड ओइ हामी कताको बाहिर निस्क्यो कता बाहिर निस्क्यो यता पछाडि पनि निस्किन्छ यार त्यहाँ अझै घुम्नुपर्छ यार हामीले यहाँ पछाडि घुम्यो ओइ जानु पर्ने हामी यतैबाट हो लास्टै यता आएछ कि हामी होइन यहीँबाट थाहा हुन्छ अब नेक्स्ट देख्छ क्या यहीँ पछाडिबाट नेक्स्ट हो यहाँ यो भगवान फस्यो केपी बा सो कपाल चाहिँ काटिसक्यो कस्तो काट्यो त्यही हो साथी कपाल काटेर छ बवाल नेक्स्ट दामी होइन भोलिदेखि ड्युटी छ मस्त खलास थ्याङ्क यू सो मच फर लास्ट वाचिङ गरिदिएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु सो अघि चाहिँ कपाल काटेर हामी दुईजना रुमसुम आइसकेको छु सो मलको चार्ज सकेर पुरा भिडियो निकाल्न पाइनँ सो यसमा अलिकति प्रब्लम भएको जस्तो छ अनि तपाईँहरूलाई धेरै धेरै माया छ अनि लास्टसम्म वाचिङ गरिदिएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु सो यस्तै भिडियो हेर्दै गर्नु हप्तामा टाइम मिलाइकन अब पढ्दैछु पऱ्यो होइन बिस्तारै टाइम मिलाइकन अब अपलोड हुनेछु अनि माया अनि सपोर्ट चाहिँ गर्नु पऱ्यो त्यही त है ओके साथी अनि केही भन्नु छ सबले माया देखाइदिने यो भिडियोमा हाम्रो भिडियोमा होइन सबले माया छ यति भन्दै आजको भिडियो सबैलाई है त